शिक्षक आन्दोलन का कारणले अल्योतामा परेको कक्षा 12 को परीक्षाको सम्बन्धमा निर्णय गर्नका लागि आज राष्ट्रिय परीक्षा बोर्डमा बोर्ड बैठक बसेको थियो र उक्त बोर्ड बैठकले के निर्णय गर्यो त यसै विषय जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नमस्कार दर्शकबिन, मेरो टेक्निकल लाइक्स च्यानलमा तपाईलाई स्वागत गर्दछु। आज म कक्षा 12 को अपडेट लिएर आएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। शिक्षक आन्दोलनका कारणले अल्योतामा परेको कक्षा 12 को परीक्षाको विषयमा निर्णय गर्नको लागि आज राष्ट्रिय परीक्षा बोर्डमा बैठक बसेको थियो र अहिले बोर्डको बैठक सकिएको छ। उक्त बोर्डको बैठकले के निर्णय गरेको छ भन्दा खेरि राष्ट्रिय परीक्षा बोर्ड कक्षा 12 को परीक्षा विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न सही अनुरोध गर्ने निर्णय गरेको छ र तत्कालका लागि चाहिँ तपाईहरूले के सोच्नुहोस् भन्दा खेरि कक्षा 12 को परीक्षा वैशाख 11 गतेदेखि नै हुन्छ भनेर चाहिँ सोच आफ्नो तयारीलाई चाहिँ अगाडि बढाउनु होला। राष्ट्रिय परीक्षा बोर्डले अर्को निर्णय अथवा अर्को सूचना निकालेसम्म तपाईहरूले चाहिँ आफ्नो परीक्षा वैशाख 11 गतेदेखि नै हुन्छ भनेर चाहिँ तयारी गर्नुहोला। राष्ट्रिय परीक्षा बोर्डको बैठकले चाहिँ आज के निर्णय गरेको छ भन्दाखेरि सम्पूर्ण जिल्लाका चाहिँ परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न चाहिँ अनुरोध गर्ने निर्णय चाहिँ गरेको छ। अब यस बारेमा के हुन्छ भनेर चाहिँ आगामी निर्णयहरू कुर्न पर्ने हुन्छ। त्यसैले तपाईले चाहिँ परीक्षा स्थगित भएको छैन अथवा परीक्षा नहोस् अथवा परीक्षा सरेको छैन भन्ने कुरा चाहिँ बुझ्नु होला। आई होप तपाईहरूलाई यो जानकारी इन्फर्मेटिभ लागेको होला र ज्यादै तपाई हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र नजिकै रहेको बेल आइकनमा प्रेस गर्न नबिर्सनु होला। साथसाथै यो भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला। धन्यवाद।